राप्रपाका नेता ज्ञानबहादुर शाही अर्थात् ज्ञानेन्द्र शाही अहिले तीव्र आलोचनामा उत्रिएका छन्। दर्शक महानुभाव नमस्कार अनि हार्दिक स्वागत छ। म राजनेरी। राप्रपाका सांसद एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाही आफ्नो उग्र र आक्रामक प्रस्तुतिका कारण पुनः तीव्र आलोचनाको घेरामा परेका छन्। केही दिन अघि संसद सरकार र विपक्षी दलका नेताहरूमाथि कडा प्रश्न उठाएका शाही जापान भ्रमणका क्रममा सामाजिक सञ्जालमा थप विवादमा उत्रिएका हुन्। आफूमाथि जापानमा भौतिक आक्रमण भएको भ्रामक हल्ला फैलाएपछि आक्रोशित बनेका शाहीले सामाजिक सञ्जालमा लाइभ आउँदै विरोधीहरूलाई गजडी र ठगको संज्ञा दिएका थिए। एक जिम्मेवार जनप्रतिनिधि भएर सार्वजनिक रूपमा अमर्यादित र उत्तेजक भाषा प्रयोग गरेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ। आलोचना बढेपछि उनले जापानी रक्सी कडा रहेछ, मनका कुरा फुत्त निस्किए भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक स्पष्टीकरण दिएका छन्, जसले संसदीय संस्कृति र सांसदहरूको सार्वजनिक आचरणमाथि नयाँ भाष सिर्जना गरेको छ। राप्रपाका नेता ज्ञानबहादुर शाही अर्थात् ज्ञानेन्द्र शाही अहिले तीव्र आलोचनामा उत्रिएका छन्। दर्शक महानुभाव नमस्कार अनि हार्दिक स्वागत छ। म राजनेरी। राप्रपाका सांसद एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाही आफ्नो उग्र र आक्रामक प्रस्तुतिका कारण पुनः तीव्र आलोचनाको घेरामा परेका छन्। केही दिन अघि संसद सरकार र विपक्षी दलका नेताहरूमाथि कडा प्रश्न उठाएका शाही जापान भ्रमणका क्रममा सामाजिक सञ्जालमा थप विवादमा उत्रिएका हुन्। आफूमाथि जापानमा भौतिक आक्रमण भएको भ्रामक हल्ला फैलाएपछि आक्रोशित बनेका शाहीले सामाजिक सञ्जालमा लाइभ आउँदै विरोधीहरूलाई गजडी र ठगको संज्ञा दिएका थिए। एक जिम्मेवार जनप्रतिनिधि भएर सार्वजनिक रूपमा अमर्यादित र उत्तेजक भाषा प्रयोग गरेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ। आलोचना बढेपछि उनले जापानी रक्सी कडा रहेछ, मनका कुरा फुत्त निस्किए भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक स्पष्टीकरण दिएका छन्, जसले संसदीय संस्कृति र सांसदहरूको सार्वजनिक आचरणमाथि नयाँ भाष सिर्जना गरेको छ। राप्रपाका नेता ज्ञानबहादुर शाही अर्थात् ज्ञानेन्द्र शाही अहिले तीव्र आलोचनामा उत्रिएका छन्। दर्शक महानुभाव नमस्कार अनि हार्दिक स्वागत छ। म राजनेरी। राप्रपाका सांसद एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाही आफ्नो उग्र र आक्रामक प्रस्तुतिका कारण पुनः तीव्र आलोचनाको घेरामा परेका छन्। केही दिन अघि संसद सरकार र विपक्षी दलका नेताहरूमाथि कडा प्रश्न उठाएका शाही जापान भ्रमणका क्रममा सामाजिक सञ्जालमा थप विवादमा उत्रिएका हुन्। आफूमाथि जापानमा भौतिक आक्रमण भएको भ्रामक हल्ला फैलाएपछि आक्रोशित बनेका शाहीले सामाजिक सञ्जालमा लाइभ आउँदै विरोधीहरूलाई गजडी र ठगको संज्ञा दिएका थिए। एक जिम्मेवार जनप्रतिनिधि भएर सार्वजनिक रूपमा अमर्यादित र उत्तेजक भाषा प्रयोग गरेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ। आलोचना बढेपछि उनले जापानी रक्सी कडा रहेछ, मनका कुरा फुत्त निस्किए भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक स्पष्टीकरण दिएका छन्, जसले संसदीय संस्कृति र सांसदहरूको सार्वजनिक आचरणमाथि नयाँ भाष सिर्जना गरेको छ।